उहाँले कस्तो काट्नुहुन्छ हेर्दै जानु होला। किनेको नि यही अस्ति किनेको बाल काट्नको लागि। के को खाना खाने? हेलो गाइस, वेलकम टु माई सालोङ भ्लग च्यानल। यहाँहरू सम्पूर्णलाई स्वागत गर्दछु। आज चाहिँ हामी फेरि पनि बाहिर निस्किन लागिरहेछौँ, बाहिर मार्केटको लागि। आशा गर्छु हजुरहरूले यो भिडियोलाई पनि मन पराइदिनु हुनेछ। हामी यस समय मलेसियामा छौँ र हामी यस समय चाहिँ मार्केटतिर जानेछौँ। म लगायत मेरा साथीहरू हुनुहुन्छ। हजुरहरूलाई कस्तो लाग्छ, के लाग्छ, प्रतिक्रिया दिनु होला। हामी यस समय चाहिँ अब मसँग चाहिँ जाँदै हुनुहुन्छ मेरो भाइहरू। चाहिँ यहाँ हुनुहुन्छ। यता भाइहरू हुनुहुन्छ। हेलो, अब हामी बजार घुम्न जान लाग्यो। बजार जाँदैछौँ होइन त? कुबेर भाइ कस्तो लागिरहेछ? धेरै राम्रो लागिरहेको छ। धेरै राम्रो, ठिक छ नि? अब हामी सेकेन्ड बस ल, हामी लगायत यता साथीहरू हुनुहुन्छ, यता साथीहरू पनि हुनुहुन्छ। हेलो, हामी चाहिँ समय जानेछौँ। कता हो? ल, हामी चाहिँ लाइन लागिरहेको छौँ। अब गाडीमा सिट पाउँछ कि पाउँदैन भन्ने कुरा मात्रै हो, होइन? होइन? ल, हातै निक्ल्यो त। अब चाहिँ हामी गाडीमा चढिरहेछौँ। ल, अब हामी चाहिँ ग्रेप आइसकेको छ, हाम्रो ग्रेप। अब हामी ग्रेपमा जाँदैछौँ है त। सबैजनाले हेरिदिनु होला हाम्रो कम्पनी। चाहिँ हाम्रो कम्पनी हो। आएको त ठक्कै गरिहाल्छ भाइ फोटो हेर्नु। यो गर्मीले हो त अहिले हावा त काट्नु त्यही भएर म टिप्छ। हामी हाइवेमा आइपुगेका छौँ। हजुरहरूलाई हाम्रो यात्रा, पुरा यात्रा हामी तपाईँहरूलाई देखाउनेछौँ। अब हामी चाहिँ जाँदैछौँ होइन त? हामी कहाँसम्मको यात्रा अरे एकपल्ट फेरि? हाम्रो निलाइसम्मको यात्रा हुँदैछ। सानो घुम्न हजुरहरूले हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनु। आशा गर्दछौँ साँच्चै नै राम्रो लाग्नेछ। हामी कहाँ कहाँसम्म जानेछौँ, हामी सबै तपाईँहरूलाई तपाईँहरूको माझमा लिएर आउनेछौँ। हामी कहाँ जान्छौँ, के गर्छौँ, कसो गर्छौँ, हजुरहरूलाई चाहिँ हामी भिडियो मार्फत देखाउनेछौँ है त। हेर्दै गर्नु होला। हस् त है। हाम्रो यात्रा जारी नै छ। हरियाली छ बाहिरको सिन, साँच्चै नै सुन्दर छ। पहिलाकै होला त्यही पनि नयाँ होइन, अरू सेकेन्ड ह्यान्ड राम्रो भनिन्छ। यति आएर किनेको नि यहीँ अस्ति किनेको। रेकर्ड गर्दै रहेछ।
जारी नै छ। अहिलेसम्म हामी यात्रै गरिरहेछौँ। हामी वहाँ पुगेपछि फेरि पनि हजुरहरूलाई देखाउने नै छौँ। ल अब चाहिँ हामी हाम्रो गन्तव्य स्थानमा आइसक्यौँ। हामी अब यहीँनिर झर्नेछौँ। हाम्रो साथीहरू पनि आइपुग्नु भएछ। ल हामी चाहिँ आइपुग्यौँ है। हामी चाहिँ अब आइपुगेका छौँ। अब हामी यस समय हामी खानासाना खानेछौँ। त्यस पछाडि चाहिँ हामी फेरि काट्ने ठाउँतिर जानेछौँ अब हामी चाहिँ यहाँनिर होटलमा आइपुगेका छौँ र हामी केही खाजासाजा खाएर फेरि पनि हामी जारी नै राख्नेछौँ। अब चाहिँ यस समय हामी खाजा खानेछौँ। भाइ चाहिँ हामीले खाना खानेछ, हामी चाहिँ अब के खानेछु है त, हेर्दै गर्नु होला। हस् त। अब हामी चाहिँ खाना खाने ठाउँमा बसिरहेछौँ। ल भाइ कस्तो के अनुभव भइरहेछ? ल हामी के खाँदैछौँ अरे अहिले? तपाईँको जे खायो पनि भाइ के खाना खाँदैछु के को खाना खाने? अहिले चोसेको ठिक छ ल खानुपर्छ। मेरो चाहिँ फेभरेट हो त्यही भएर। यता चाहिँ हाम्रो भाइहरू हुनुहुन्छ। यहाँ वरिपरि यस्तो छ, एकदम सुन्दर छ, राम्रो छ, जो सफा छ। अब हामी चाहिँ जाँदैछौँ पानी खाना खान। ल यहाँ बस्ने? ल यता भाइ चाहिँ खाना खाँदै हुनुहुन्छ। यता हाम्रो कोही बेला मोबाइल चलाउँदै बस्नु हुँदैछ। खाना भाइ पनि देखाउनु नि त। खाना आइसकेको छ। ल गाइस खाना अब हामी खाना खान्छौँ अनि त्यसपछि बाँकी चिज चाहिँ बाहिर देखाउँछु। ओके के सब्जी छ? सब्जी दाल सब्जी तपाईँको मासु साग छ, मासु त छँदैछ, अनि अचार छ, ल सबै छ। ल भाइ सुरु गर्नु है। ओके ल सुरु गऱ्यो है गाइस। एकदम कस्तो छ? एकदम मिठो छ, घरमा खा जस्तै मिठै छ। अब चाहिँ हाम्रो भाइले खाना खाइसक्नु भएको छ। भाइ खाना कस्तो लाग्यो? मिठो खाइसकेको हो? ल
एकदम खाइसक्नु भएको छ। यता भाइ फेरि व्यस्त हुनुहुन्छ आफ्नै धुनमा। अलिक भाइ लजाउनु हुँदो रहेछ है। क्यारम बोर्ड खेल्ने भाइ? हाँ होइन टाइम छैन होला। पहिला म धेरै खेल्थेँ गएर फ्रिजहरू स्टप गर्ने। अब चाहिँ हामी लाग्यौँ है। ल अब चाहिँ हामी जाँदैछौँ, खाइसक्यौँ। कस्तो मिल्दैन हौ? ल के छ हौ? भ्लगमा हो? भ्लग हो। सेल्फी स्टिक चाहिँ छैन। पिक्चर चाहिँ राम्रो छ। के किन्ने छ? सेल्फी स्टिक छैन यहाँ छैन अरे। स्ट्यान्ड चाहिँ छ। स्ट्यान्ड मात्रै? ल 2 शब्द जाओस्। हेलो गाइस, जेटी रिजुन तारा इन्टरप्राइज जे चाहिन्छ यहाँ आए हुन्छ। कपडा सपडा लफडा चाहिँ नगरौँ। लफडा गर्नुहुन्छ ल तपाईँहरूलाई पनि आलु प्याज पाउँदैन, अरू सबै पाउँछ। घर लाने सामानहरू चाहिँ होइन, ब्लाउजदेखि लिएर ब्ल्याङ्केटदेखि लिएर टिभीदेखि लिएर ल्यापटपदेखि लिएर मोबाइलदेखि लिएर घडी सडी सबै 2200 कसैलाई चाहिएमा आउनु है। दिन झापाली पारा। ल हजुरहरूलाई यदि घर जाँदै हुनुहुन्छ भने सामानहरू यहाँबाट लिएर जान सक्नुहुन्छ है त। यहाँ एकदम सस्तो मिलाएर दिनुहुन्छ उहाँ हाम्रो झापाली सरले। साथीहरू अब हामी पालसाल काटेर आउँदैछौँ। टोटो सोटो काट्नुपर्छ आज छुट्टीको दिनमा। सबै कपाल काट्नेछौँ। कपाल काट्दैछौँ। काट्ने होइन ल गएर जाँदैछ। त्यसपछि तपाईँलाई पुरा भिडियो देखाउनेछौँ आजको। अब हामी चाहिँ कपाल काट्ने ठाउँतिर जाँदैछौँ हामी 3 जना टक्कसँगले। ल जाने होइन त हामी? ल यस समय चाहिँ हामी भित्रै छौँ। हाम्रो कपाल काट्ने मित्र चाहिँ खाना खाँदै हुनुहुन्छ अरे, अलिक टाइम लाग्छ भन्दै हुनुहुन्छ। उहाँ आइसकेपछि हामी केस काट्नेछौँ। मेरो पनि कपालमा हल्का कलर गर्नुपर्नेछ, कलर पनि गर्छु होइन कुबेर भाइ? केस काट्ने होइन? ल ल है हजुरहरू हेर्दै गर्नु होला। हामी पुरा भिडियो लिएर तपाईँको साथ आउने नै छौँ। कस्तो कपाल काट्छन् यहाँनिर। अब विदेश हो होइन, यहाँ भियतनामी देशको साथीले काट्नुहुन्छ। उहाँले कस्तो काट्नुहुन्छ हेर्दै जानु होला। चाहिँ हामी केस काट्ने ठाउँमा जाँदैछौँ होइन भाइ? हो दाइ, यहाँनिर हो। अब यहाँ हो। कता ओ अब हामी चाहिँ केस काट्ने ठाउँमा आइसकेका छौँ। भित्र छिरिसकेका छौँ र अब हामी केस काट्नेछौँ। अजय भाइ केस काट्ने होइन? काट्ने दाइ। ल हाम्रो अजय भाइ काट्ने अरे। ल यहाँ वरिपरि यस्तो छ है। यस्तै बसिसक्नु भएको हो बाल काट्नुको लागि। ट्याक्कै कलर गर्दै हुनुहुन्छ।
लगाएर पनि देखाउँछु ट्याक्कै। अब कलर बोल्नुहोस् त। लगाइसकेको छौँ, बेला अलिकति सुक्न टाइम लाग्छ होला। यो सुकिसकेपछि कस्तो देखिन्छ हेर्नु ल। उता उता अझै जहाँ पनि काट्दै हुनुहुन्छ। केही छिनपछि मेरो पनि पालो आउँदैछ। यता अजय भाइको केस काट्नु सुरु भइरहेछ ल। यता हाम्रो खतरा कटिङ गर्नुहुन्छ। तपाईँलाई मलाई चाहिँ टिक्का टिक्का लाग्यो। अन्त 20 सेकेन्डको बनाउँछ। केस काटिसकेको हो मेरो नि सुकेकै छैन, भाइको बाँकी नै छ। अँ। ल अब हाम्रो चाहिँ हामीले कपाल काटिसकेको ओपन हामी चाहिँ बाहिर निक्लेको छौँ है ल। केही छिनमा हामी कता जाँदैछौँ? अब हामी हिँड्दैछौँ, धेरै महँगोले है, धेरै महँगो लाग्यो। अरूभन्दा नि मेरो केसको चाहिँ धेरै महँगोले त।